कसै वापसी ब्लग आज चाहिँ हामी धान जान लागेको छु धन्य लडेन यहाँ छ हाम्रो काका ए काका एकचोटि काका हेलो 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 आज हाम्रो काका छ हेलो माई टेस्टिङ यो मा धान झारी कस्तो धान झार्न लाग्यो हामी पारिभित्र धान झार्न जाँदैछौँ पारिभित्र धान झार्न जाँदैछौँ ए नला गाइस आज मौसम एकदम धुमधाम भएको छ है गाइस मौसम एकदम चिल रे भाइ चिल चिल त्यसपछि काम खतम ल साथी हो जङ्गलमा आइपुगेको छौँ हामी आएर होला आमा आहा खोला छाउँ पारी आइपुग्यो हजुरमे हाम्रो यहाँ शिकारी बहादुर किसको शिकारी मारेको भाइ शिकारी माता नहीं मारता निकला गया ये मशीन नहीं मरता भाई मरता है भाई मरता है कौन यहाँ भूसा डालता है मशीन ए खोला कौन खोला भाई मन खोला कौन खोला काय हेलो 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 हाउ आर यू आम भाई अरे बहुत ठंडा पानी है कहाँ ओ माय गॉड टुरला हाँ है अल्लाह कुत्ते काने ना सर एकदम सावधान से चलना पड़ेगा फाइनली पुगिसकेको छौँ हामी कुन चाहिँ यो यो सब के हो यार ढिलै छ त यार हाँ सही लगा
पुरा होइन यो धुर्मे यो पुरै है ऊ त्यो कुनासम्म नि हो होइन देखो नराखो नराखो नजान्छ मोबाइल हजुर यस्तै हजुर जिन्दगी के गर्नु हजुर गाइस यत्रो दानाहरू झारिसकेको छन् यहाँ मसिन ल्याएको छ काका कतिको रमाइलो बिजोग भइरहेछ जिन्दगी बरा है भाइ काम ना हो त्यहाँ अझै छ अझै यहाँ बोक्दैछन् यहाँ 1 2 3 4 5 बोरा भइसकेको छ त्यहाँ आधी छ हालत खराब छ गाउँघरमा हजुर हालत खराब छ के गर्ने यस्तै छ बनाउ रे धर्मे त्यही छ हजुर गाउँघरमा हेर्नु ल परल बोक्दैछु गाउँघरमा हजुर के गर्नु यस्तै छ गाह्रो हजुर धान बोक्नुपर्छ परल बोक्नुपर्छ हजुर गाउँमा आइसी मेलपात हिँड्नु पऱ्यो हजुर त्यहाँ हाम्रो माइला हजुर त्यहाँ धान बोक्दै हुनुहुन्छ यहाँ परल बोक्दैछु हजुर के गर्नु हजुर गाह्रो छ हजुर खोला पारी बोक्नुपर्छ हजुर त्यो खोला पारी हेर्नु खोला पारी हेर्नुपर्छ खोला ठाउँ पारी आइपुग्यो हामी हेर्नु गाह्रो छ हजुर जिन्दगी हेर्नु हजुर यहाँ पनि हिलो हिलो छ मेरो खुट्टा दुःख रहेछ के गर्नु कर्ममा यहाँ चिप्लेर लड्यो भने स्ल्याट गयो हजुर काँडो जाने हो आछु मेरो कट्टु पुरै भिजिसक्यो गाह्रो छ हजुर यहाँ पार बोक्दै लाग्नलाई ओ माई गड ओ माई गड oh my god 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 मुझे बाहर आ दी त्यसरी सालो त्यसरी मैले बोकेँ त मैले भरे नै आइपुग्यो अप्ठ्यारो हुन्छ अप्ठ्यारो भयो हालै त्यस्तो छ के गर्नु खोइ अब यहाँ हेर्नु हजुर यहाँतिर नि अब आउनु पर्छ पुरै पार गर्नुपर्छ हजुर गाह्रो छ हजुर जिन्दगी जिउन गाह्रो छ यहाँ राख्ने हल्ला बल्ला सक्यो नेपाल का देसी पुल ये देखो अपन जाएंगे इसमें Oh my God! Ram 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 ram
ओए कस्तो हालिँदो रहेछ यार मैं नीचे गिर जाऊंगा भाई नीचे गिर जाऊंगा मैं इसकी हो सकता है अपन मालूम है गाइस आजको ब्लग यही खत्म हुन्छ है हामी चाहिँ यहाँ मस्त आइचरमा यहाँ पुरै धान र परल लोड गरिसकेको छौँ अनि घरको लागि निस्केको छौँ है गाइस मेरो ब्लग मन पर्यो म लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला पागल हो जाएको त्यो साला फोन आयो साला हामी चाहिँ आइचरमा छ घर जाँदैछ यो डलो नाइस ब्लग God! God drive lah, bagai manager. हामी चाहिँ guys आइसरमा छु अहिले घर जान लागि वेट आयो वेट डरलाइ दिनु राम्रो